हेलो नमस्ते वेलकम छ मेरो आजको न्यू ब्लगमा। आज चाहिँ भाइटिकाको दिन छ। म चाहिँ माइती जान लाग्छु। मेरो त्रिशुलीमा नेवार दाइ हुनुहुन्छ हैन। अब तपाईहरुले सोचिरहनु भएको होला तपाईले तामाङ कसरी नेवार दाइ हुनुहुन्छ भनेर भन्नु होला। हामीले चाहिँ सानैदेखि भाइटिका लाउने गरेको छौं अनि त्यो कारणले चाहिँ हाम्रो कति वर्षपछि लगभग 4-5 वर्षपछि आज यसपालि टिका छ। त्यो कारणले चाहिँ हामी टिका लाउन जाँदैछौँ। म चाहिँ टिका लाउन जाँदैछौँ। मेरो लास्टसम्म अन्तिमसम्म यो भिडियोलाई हेरेर इन्जोय गर्नु होला। यदि त मन परेमा तपाईहरुलाई लाइक कमेन्ट पनि गर्नु होला र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला है त। आज चाहिँ म माइती जान लाग्छु नि त। फेरि झोलामा सामान बोकेका छौं अनि भ्लगमा तपाईहरुले देख्न सक्नुहुन्छ है त। कस्तो देखेछ भन्नुस् है। म रेड साडीमा कस्तो देखेछ है। ऐनामा त यस्तो पो देखिँदो रहेछ। दाइ लिन आइसक्नु भयो के। म हिँडेको अब दाइलाई चाहिँ भरिया बनाउँछु मैले भरिया है। होइन त्यसरी नगर्नु न। अनि फेरि के पोखेला त्यही भने यसरी बोक्नु भन्दा त्यो यतिको हातमा बोक्नु यसरी बोक्नु अलि लामो रहेछ। भरिया खासै गरौँ त छैन हौ। आमामा हातमा टल्किया छ नि त नयाँ नयाँ अझै नयाँ नयाँ टल्किया छ नि त हातमा हो र। निस्केको काम पनि कस्तो टलक्कै टल्किया छ त। घामै टल्किन्छ जाडो चिसो अब त जाडो महिना लागिसक्यो नि त। यो चाहिँ साथीले दिएको थियो क्या अस्ति। ए म त उते पस्दै हो कि भनेर फर्स्ट त मैले किनेको। हामी चाहिँ यसरी अब स्टेट भएको सरो थिएन। हात चिसोले घाँटीमा राखे हात झन् घाँटीमा हात परेर झन् चिसो के मेरो चिसो छ नि। झन् जाडो महिनामा त होइन पुरै कुनै हुँदैन क्या। आइस हुन्छ मेरो नि हात। मेरो त्यस्तै हो। तर अहिले हावा बस्छ नि त। फाइनली त्यसरी यहाँ घर आइपुगेँ। मा दर्शन 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 कति राम्रो देखायो म है भन्ने के। मेरो छोरी राम्रो नभए अनि के गर्नु। के गर्ने म आउँ कि बस्नु भएर किन त्यो पुस्न लाउनु भएको कि भनेर बनाऊ त्यहाँ त्यही सोध्नुला। यता नि पुस्न लाउनु भएको कि भनेर। होइन एकजनाको लागि किन। ए त्यही त यहीँ गर्ने हो। यतापट्टि हेरेर के गर्नुभयो तपाईँले यहाँ। मैले तरकारी हाल्नुलाई खानु होला। तरकारी राख्नु नि होइन। उता लगिसक्यो नि। चोको पानी यहाँ गाग्रीमा ल्याइरहेको छ मैले कि आज उठिदियो। यो माया अहिले हालिदिनुपर्छ ल तपाईँले के तरकारीहरू। खाली बनाऊ यो खाली बनाऊ त्यसमा सुचीमा बनाऊ। जे गरे नै हुन्छ भन। एक्सिडेन्ट कति गाई केटा गाडीमा बाइक छ क्या गाडीमा होइन। यसलाई के भन्छ रे मण्डला है। मण्डप मण्डप कि मण्डला मण्डला हुन्छ। मण्डला भन्छ। मण्डला बनाउँदैछौँ। यसमा अब रङहरू भरेपछि एकदम राम्रो देखिन्छ एकदम चटक्क। त्यहाँ के रे यसलाई चाहिँ के भन्छ? केसरी हो। केसरी येलो कलर केसरी
त्यसरी हालिन्न एक ठाउँमा हालिदिनु खत्तर आएर कहाँ होइन नि यो सबतिर पुऱ्याउनुपर्छ नि हो र त्यो कलरहरू त्यसो गरौँ न बरु होइन बहिनी यस्तो दाइ भए यस्तो सोयल हुन्छ सब बनाइदिनुहुन्छ आनन्दले बस्ने हेर्ने हिजो मम्मीले एक ठाउँमा छुट्याएर कहाँ छुट्याएँ यहाँ भएन मम्मीले हिजो त्यो म पूजा गर्दा मलाई चाहिँ यहाँ फुल टिपेर फुल लिएर आएर ल काका राख्ने राख एउटा अहिले यताबाट राम्रो हुँदो रहेछ के बरु है हेर्नु त कहाँ राख्ने हुँदो रहेछ दाइसँग स्ट्यान्ड छ भने म ल्याइदिन्छु म ल्याइदिन्छु ल्याउनु जानु त्यो घाग्राको खस राम्रो हुँदो रहेछ बताउनु राख्ने ए यहाँ त रातो हाल्दै छैन भन्नुहोस् न ल सबै यहाँ राख मेन चिज भने यही तिनवटा त्यो कलर पुहाल्छ त त्यो पल हुन्छ त्यो मैले अहिलेसम्म याद गरेँ यसरी खोलेर यो खास गरी के अरे भोजहरूमा त्यो थाहा छ यहाँ हाल्ने अब पानी हाम्रो त यसैमा तिनीहरूको पानी हाल्ने हाम्रो रक्सी हाल्ने यो त हाम्रो त रक्सी हाल्ने हो त नि यो रक्सी हाल्ने नै भनेर ल्यायो होला म नि किन्छु तर मैले यस्तो हो अब यो भनेको कहाँ किने छोरी यो काठमाडौँ खै भक्तपुर साइडतिर यहाँ होइन त्यो त यहाँ छैन भने छैन यहाँ पाउनु काठमाडौँमा त्यो उसिनेर पनि पाइन्छ के अरे के भन्छ त्यो बसन्तपुर साइडतिर पनि पाइन्छ मैले भक्तपुरमै किने हो त्यही पनि आजको दिन भाइटीको गरे गयो भोलिपल्ट त मान्छे छैन रहेछ है मान्छे छैन होइन तै पनि बुवा लाएर ढोका खोल्नु लगाएर घरमै गएर पसलमा होइन घरमै गएर मैले त यो बुट्टा नभएको बुट्टा नभएको होइन यस्तो मलाई त्यस्तो मन परेको थियो कि यो बुट्टा भन्दा नि यो बुट्टा नभएको तर यसमा अलिकति यस्तो त्यो उवाला अलि यस्तो उठेको उठेको भरिराख्ने हुन्छ भरि नै राख्नु कानमा बेस पनि तिर्खा लगाएर भन्दालाई कानमा खाँदिनँ ल 1 वर्षलाई पुग्ने गरेर हेरेको हुँदो रहेछ त 1 वर्षलाई पुग्ने गरेर भनेर मलाई त थुप्रै पो हालिदिनु लाग्यो त पानी खाएर फेरि अरू केही नि खान नसक्ला नि मैले भएछ नि ठिक छ यतिको कि अरू केही मजा 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 पनि राखेँ एउटा माझा माझामा नराख्ने के राख्नु राख के हो मैले भक्तपुरमै किने हो किने त पानी पर्यो होइन पानी भएर केही हुन्न यो लाग्थ्यो क्या लाउनु त लाउनु नजाने हो कि कता कता घुमाउन होइन हाम्रो त यो माइली कान्छी एउटाले करा मुसो रक्सी भन्छ होइन कि यो अब हल्का हल्का छर्क्यौँ ल के अरे उखै मम्मी के चाहिन्छ चाहिँदैन आजलाई बुझिन छ कस्तो सिन्दुर यस्तो यहाँ छ मैले त सबै बिर्सिसकेँ के बिर्सिन्छ हाम्रो नि बिर्सिसक्यो म के भयो भने अस्ति मम्मीले अब बेलुका आऊ भने है अनि 1 बजीबाट पकाउन थालेँ 4 बजी नै आऊ भने त्यो पाकिसकेको थियो घर मान्छे आउला नै आउला र जाउँला भनेको भरे आउँदैन सासु ससुरा क्या उता खेतमा गएको थियो बिटे गएको थियो हिजोपल्ट अब फेरि भोलि बिहानै काट्ने रे जानु भोलि बिहानै काट्ने रे भोलि फेरि काट्ने रे पहिला केलाई पूजा गर्ने सिकाइदिनु होइन उयसलाई कलशलाई शुक्रबारलाई यो अनि बत्ती यतापट्टि फर्काउने उतै हो न उता आफू बनाउनुहुन्छ हौ जगनको क्या मसको आलु बनाउँछु यहाँ 2 वर्ष अगाडि एकजनाले बनाइदेऊ भनेर बनाएको मुला साग आउँदै आएन कि त्यो राख्नु अब खाने त कुरा आएन नि चाहिँ काम लागिहाल्छ अनि अब मजाले बनाएर राख्नुभएछ छोरा के भन्छ मम्मीको त्यहाँ जजङ्का बनाइरहेछ जानु मन छ कि के हो भन्छ कहाँ जानु मलाई नि नपठाऊ म मात्रै हो टिका लगाएको मालाहरू निकाल्न ए यस्तो होस् छ नि पुग्छ ल मैले अझ चामल दुईटा मात्र नि हाम्रो यो छ नि चामल छ नि 12 वटा राख्छ है यो भुजालाई चाहिँ 6 वटा राख्छ माइतीमा चाहिँ
अनि मलाई बहिनीको लागि नि यहीँ राख्नु भएछ नि हुन्छ यहाँ राख नि त देउटाको यहाँ देउटाकोमा राख यहाँ राख एउटा अनि अब के गर्नु राख नि दाइले दिउँला नि तैँले किन होइन नाम लिएर लिएपछि अनि त्यो
अलि भाग लगाउँदिन न जुरा राखेर भिडियो भइरहेछ है क्या हो 10 रुपियाँ दिने भनेको 5 रुपियाँ ए मलाई 5 रुपियाँ मात्र दिने हो ल छ त्यहाँभित्र यहाँ 5 रुपियाँ 5 भित्र छ है फेरि यहाँ डाइरेक्ट दिनुभएको थियो है आमा कति धेरै हेर्नु 5 भित्र छ फेरि 5 मात्र दियो भनेर कमेन्ट चाहिँ फेरि 5 मात्रै कमेन्ट आउला नि फेरि के हो रातो रातो पैसा मात्रै देख्छु त भनेर न तपाईलाई नि हाल्नु नि त एकैचोटि हामी कहाँ चिन्दैन आगोहरू काउ पुग्ने गरेर कहाँ हो नि तरकारी यही खाएको त के देखाउनु होइन हामी यस्तै हो तिहार यसरी मान्छ हामी चाहिँ फाइनली टिका लगाइसक्यो दा यता हेर्नु त टिका लगाइसि कति धेरै टिका छ अब हामी चाहिँ पार्क घुम्न जानु लाग्यो क्या अब पार्क कति रमाइलो छ हाम्रो दिनहरू भन्ने क्या बसौँ बिजुरा पार्क जानको बिजुरा पार्क हामीलाई पहिला के हो पार्क हुन्थ्यो होइन त्यो बिजुरा पार्क त के अरे त्यो प्रिन्सिपल सरले होइन खै कहाँ जाने बिजुरा पार्क अनि कहाँ नै के नै होला भने त यस्तो दामी भ्यू देखिरहेको छ क्या वाउ यहाँ तल चाहिँ गुम्बा छ यस्तो दामी देखिन्छ क्या फाइनल्ली हामी घुम्न हिँडेको टिका लगाएर खानासाना खाएर होइन तिहार लागिरहेछ अब यसपालि धेरै कुरा चाहिँ मिस भयो क्या यसपालि हामी 2 जना दाइ हामी मात्रै भयो होइन पहिला बहिनीहरू हुन्थे दिदीहरू हुन्थे अर्को दाइहरू हुन्थे भाउजूहरू हुन्थे सबैजना अब दाइ ठुला उता भनौँ न विदेश हुनुहुन्छ बहिनीहरू सबै विदेश हो क्या लास्टमा हेर्नुलाई हामी मात्रै हुनुको नेपाल है के गर्ने हामी चाहिँ भाग्यमै लेखेर आएर रहेछ क्या नेपालमा बस्ने टिका लाउने रमाइलो गर्ने दसैँ मनाउने अनि तिहार मनाउने भनेर यो के धारा हुन्छ नि हो राहु धारा 12 धारा 12 नम्बर धारा हो नि यहाँ चाहिँ 12 नम्बर धारा त्यो धारालाई मिठो हुन्छ यहाँ पनि यदि तपाईँहरूलाई खानु मन छ भने आउनु है हाम्रो यहाँ नुवाकोटमा त 12 नम्बर धारा 13 नम्बर धारा 1 नम्बर धारा धारै धारा मिठो मिठो पानी पाइन्छ फेरि बिजुरा पार्क आइपुग्नु लाग्यो बिजुरा पार्क कतिको स्पिड हिँड्नु 40 को 50 को बाइक आएर है यताबाट चिन्नु रहेछ यतातिर रोक्नु नि त हाइट ओह्रालो त नलानु न हौ फाइनली पार्क आइपुग्यो यसलाई भन्छ बिजुरा पार्क तिहार मानेर होइन घुम्न आउने चाहिँ बिरलै मान्छे मात्रै हुन्छन् कि थोरै मात्रामा कस्तो देखाएको छ भन्नु होला है फुल साडी हुन्छ कि फुल साडी रेड साडी आज हामीले धेरै मिस गरेका छौँ सुजिनालाई मन्जिलालाई शान्तिलाई दाइलाई भाउजूलाई मम्मीलाई बाबालाई सबैलाई किनकि हामी पोहोर परार सधैँ बसेर यतिखेर यस्तो मजाले बसेर रमाइलो गरेर खाइरहेको हुन्थ्यो क्या अब 2 जना यस्तो टपक्क टिका लायो कप्लक्क खायो भइहाल्यो क्या अब धेरैजना भएर कुरा नि धेरै आउँछ होइन रक्सी खाने पार्टनरहरू नि भएन रक्सी खाने पार्टनर नभएपछि एक्लै रक्सी नि खाइएन मलाई चल्दैन होइन म त प्योर तामाङ हो नि त है दाइ नखानेवाला प्योर तामाङ प्योर म चाहिँ खानेवाला परेको थिएँ योपालि खाइन त्यस्तै हो अर्को साल खाउँला सबै भएपछि हो केही छैन हाम्रो तिहार यसरी नै बित्यो तपाईँहरूको कस्तो बित्यो है भन्नु होला कमेन्टमा यति भन्दै आजको भ्लग इन्ड गर्न चाहन्छु सबैजनालाई फेरि पनि भन्न चाहन्छु कि मेरो भिडियोलाई सेयर सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला यदि मन परेमा के अरे कमेन्ट मजाले लेख्नु होला है तपाईँहरूले कस्तो लाग्यो तिहार हाम्रो तिहार चाहिँ यसरी नै बितिरहेको छ बित्यो भन्नु पऱ्यो अब सक्यो लगभग मैले भ्लग इन्ड गर्दैछु अन्तिममा सबैजनालाई फेरि पनि बाई बाई एन्ड ह्याभ अ के भन्छ गुड तिहार भन्ने कि ह्याप्पी तिहार भन्ने है बाई बाई एभ्री वान